सो आज चाहिँ हामी घिउ बनाऊँ है त सँगै मिलेर। सो मैले निकालेँ। अब यस्तो हुन्छ यसलाई। सो हाम्रो घिउ चाहिँ यस्तो भएको छ। अझै पग्लिन बाँकी छ। यसलाई अझै पगालौँ है। त्यसलाई चलाइदिन्छु यस्तो गरेर। अझै 4वटै पग्लिन बाँकी छ। आएको मिसिँदै। सो हाम्रो घिउ पाक्दैछ। अलि बेर लाग्छ। सो यतिको भयो। देख्न सक्नुहुन्छ। अझै पग्लिनु बाँकी छ यहाँ 2-3वटा है। यसलाई पग्लिसकेपछि एकछिन हामी उम्लिन दिन्छौँ। सो हाम्रो सबै पग्लिसकेको छ यहाँ। यतिको भयो। अब यसलाई हामीले मिडियम फ्लेममा अलिकति सानो ग्यास लाएर पकाउनेछौँ। सानो लायो भने यो राम्रोसँग मेल्ट हुन्छ। सो यस्तो बन्यो। यो चाहिँ पुरै भगभग उम्लिरहेको छ। देख्न सक्नुहुन्छ मजाले पाकिरहेको छ। अनि यसमा फिजहरू आउँछ। अब यो फिज चाहिँ बिस्तारै हट्दै जान्छ। यो फिजलाई पुरै हटेपछि अनि हामी फेरि चलाउँछौँ। रातो रातो हुन्छ। त्यसपछि बल्ल हामी यो घिउलाई निकाल्नेछौँ। कति मजाले पाकिरहेको छ हेर्नु। मजाले पाकिरहेछ। अब यसमा कसैले चामल पनि हाल्नुहुन्छ। अब धेरै फिज उठ्यो भनेर कसैले एकदमै 1-2 छिटा पानी पनि मिसाउनुहुन्छ। कसैले चामल पनि मिसाउनुहुन्छ। कसैले के मिसाउनुहुन्छ। म चाहिँ केही पनि मिसाउनु। सो यत्तिकै पाक्न दिन्छु म चाहिँ। अनि यसलाई हल्का रातो भएपछि म निकाल्छु। यो उम्लेको 5 मिनट जति भयो। सो यसलाई अझै उम्लिन दिने। यसको यो सबै फिजहरू काटेपछि अनि यो हल्का रातो हुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ फिज एकदमै कम भइसकेको छ। फिज अलमोस्ट हराइसकेको छ। अब यो मजाले पाक्छ अझै एकैछिन। देख्न सक्नुहुन्छ अघिको भन्दा धेरै राम्रो रातो भइसकेको छ। रातो कलर आइसकेको छ। अब यसलाई अलि बेर पकाएपछि फेरि अब फिज एकचोटि आउँछ हैन। त्योभन्दा अगाडि चाहिँ यसलाई रातो भएको छ कि छैन भनेर हेरिरहनुपर्छ। फेरि डढ्छ हैन। सो यसलाई डढ्न चाहिँ दिनु भएन। लास्ट आइसकेपछि यसरी चलाइरह्यो भने सजिलो हुन्छ। किनभने यसको तल बिलाउनी गएर टाँसिन्छ। सो यसलाई डढ्न चाहिँ दिनु हुँदैन। सो यस्तो रातो भइसकेको छ। ल हाम्रो घिउ यसरी रेडी भयो। सो मैले चाहिँ यसलाई छान्नीको माध्यमबाट यसरी सिसीमा राख्छु। यस्तो राम्रो कलर आएको छ घिउको। हेर्नु न तपाईहरु देख्न सक्नुहुन्छ एकदमै राम्रो कलर आछ। अब हामी यसरी यसलाई खनाउँछौँ अनि राम्रोसँग टाइट गरेर राख्छौँ। सकेसम्म सिसाको भाँडो युज गर्दा चाहिँ बेटर हुन्छ। हजुर